हाम्रो चाहिँ यो थकाली परम्परा चाहिँ हिमाली भेगमा चाहिँ जे कुरा नि खाना चाहिँ हाम्रो अब पितृ होस् या देउतालाई चढ्ने चलन भएको हिसाबले चाहिँ यो छेसेगन लाग्छ। यो आगो वर्ष भनौँ न यही फापरको सिजनमा नि योभन्दा अलि दोब्बर होस् भनेर चाहिँ हामी प्रार्थना गर्छौँ। छेछे यही भएर सबै टास्क खाँदैछ है। हाम्रो चाहिँ यो थकाली परम्परा चाहिँ हिमाली भेगमा चाहिँ जे कुरा नि खाना चाहिँ हाम्रो अब पितृ होस् या देउतालाई चढ्ने चलन भएको हिसाबले चाहिँ यो छेसेगन लाग्छ। यो आगो वर्ष भनौँ न यही फापरको सिजनमा नि योभन्दा अलि दोब्बर होस् भनेर चाहिँ हामी प्रार्थना गर्छौँ। छेछे ल यो मेरो थकालीको मह हेर्नु ल सबै मह हेर्नु त ओहो नि तलको हल्का खानालाई रहेछ। है लपक्क रहेछ तपाईँको चाहिने भयो नि के अरे यो फ्रेमहरू सबै नआयो क्या यो चाहिँ रानी चिक्न लगाएको अहिले बसाउनु भ्यान दुईवटा चाहिँ हाम्रो क्विन सेल भन्छ। यो चाहिँ मह भरेछ यहाँ यो फेरि पुर्छ कि यिनीहरूले यो चाहिँ प्योर मह छ ढाकेको फुलको कि पोलेनहरू दाना लिएर यसलाई चाहिँ रसले होइन मह बनाउँछु खुवाउने यो सानो सानोलाई बच्चाहरूलाई भर्दैछ मान्छेले भर्दैछ कर्मीले यहाँ भालेले फेरि खाँदैछ। यिनीहरू चाहिँ आफै खोजेर खान सक्दैन खुवाउनुपर्छ यिनीहरूलाई भालेलाई चाहिँ। यो चाहिँ रानी है यो भित्र रानीलाई चाहिँ यस्तरी झुम्टेर जोगाएको हुन्छ कि अब यो राख्नु एकदम सबभन्दा सेफ चाहिँ रानीलाई गर्छ यो त सबभन्दा लास्टको हो नि तपाईँको यहाँ धेरै हुन्छ क्या मह सबै लतत्त भएर खाइदिएछ नि हालिदिनु पर्छ सबै। टोटल 10वटा सेम साइडको एउटा मौरी घरमा चाहिँ हामीले आवश्यकता र यसको कति चाहिँ झिक्न पर्ने हिसाबले चाहिँ हामीले 10वटामा चाहिँ 7वटा फ्रेममा चाहिँ महको लागि चाहिँ हामीले यो फ्रेमको काट्यौँ र यसमा चाहिँ हामीले अब लगभग 4वटा फ्रेममा चाहिँ हामीले यस्तो आधार चाका जुन चाहिँ यसकै मोइनबाट बनेको। यसले के काम गर्छ यो आधार चाकाले? आधार चाका भयो भने चाहिँ यसले छिटो छरितो यसले चाहिँ एउटा बेस लाइन जस्तो यो भएपछि यसले चाहिँ यसमा बुट्टा भरेर आफ्नो चाहिँ चाँडैभन्दा चाँडो चाहिँ यसले घार बनाउँछ जुनले चाहिँ मौरीलाई नि अब एक्स्ट्रा टाइम उसको बचत यो बचत भएपछि चाहिँ उसले महतिर अलिक बढी ध्यान दिन सक्ने यसले नभए आफ्नै पर्सनल यस्तो घारहरू यो फ्रेमहरू यिनीहरूकै आफ्नो आधार चाका हुन्छ यो चाहिँ यसको आफैले नेचुरल बनाउने भन्दा यस दिएपछि यसले छिटो र यसको चाहिँ समय बचत हुन्छ भनौँ न यसले चाहिँ महतिर ध्यान हुन्छ यसको। धन्यवाद। ल केही भन न के बोल न त्यो चाहिँ अब हामीले घरमै ल्याएर चाहिँ मौरी झगडा नहोस् भनेर चाहिँ यहाँ अब छान्न लाग्छ। यो सबै चाहिँ 2टा भागमा यो चाहिँ पुरै मह र यो चाहिँ बिग्रेको चाका छ र यसलाई चाहिँ हामी अब हट रुममा सुतीको कपडाले चाहिँ अथवा छाङले चाहिँ छान्छौँ।